धेरै वर्षसम्म तपस्यामा बसेर संसारको दुःख, पीडा, जन्म, मृत्यु आदि विषयमा गहिरो अध्ययन र अनुसन्धान गरेर यसबाट कसरी मुक्ति पाउन सकिन्छ, मानिस किन दुःखी हुन्छ, दुःखको कारणहरू के हुन्, दुःखबाट कसरी मुक्ति पाउन सकिन्छ आदि विषयहरूमा भगवान बुद्धले संसारलाई ज्ञान प्रदान गर्नुभएको छ। यिनै भगवान बुद्धका कथा र भगवान बुद्धका शिक्षाहरू बारेमा धेरै कथाहरू मार्फत हजुरहरूलाई जानकारी गराइसकेको छु। यसै क्रममा आज पनि मैले बुद्धले आफ्नो शिष्यहरूलाई बताउनुभएका 4 आर्य सत्यहरू के हुन् भनेर हजुरहरूमाझ भिडियो ल्याएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो हेरिसकेपछि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। च्यानलमा पहिलो पटक भिजिट गर्दै हुनुहुन्छ भने सब्सक्राइब गरी बेल आइकन प्रेस गर्नुहोला भन्दै आजको विषयवस्तुतिर प्रवेश गर्ने अनुमति माग्दै विषयवस्तुतिर प्रवेश गर्दछु। बुद्ध धर्मका आधारभूत सिद्धान्तहरूमध्ये 4 आर्य सत्य, चात्वरी आर्य सत्यानि सबैभन्दा महत्त्वपूर्ण मानिन्छन्। यी सत्यहरू भगवान बुद्धले बोधि लाभ गरेपछि पहिलो पटक सारनाथको मृगदब ऋषिपतनमा आफ्ना 5 जना पूर्वसहयोगी भिक्षुहरूलाई प्रवचन दिने क्रममा उपदेश गरेका थिए। 4 आर्य सत्य जीवनको यथार्थ बुझ्न र दुःख निवारण गर्ने मार्ग खोज्न महत्त्वपूर्ण मानिन्छन्। पहिलो आर्य सत्य दुःख सत्य। पहिलो आर्य सत्य अनुसार संसारमा दुःख छ, जीवन आफै अस्थिर र परिवर्तनशील असन्तोषजनक छ। यो सत्यलाई बुद्धले विस्तृत रूपमा यसरी व्याख्या गर्नुभएको छ। 1. जन्म दुःख हो, जाति दुःखम। जन्म लिने प्रक्रिया नै पीडादायक हुन्छ। शिशुको जन्मको समय आमा शिशु दुवैको शारीरिक र मानसिक पीडा भोग्नु पर्छ। पीडाको कारण मृत्युसम्म पनि हुन सक्छ। यदि मृत्यु नभए पनि आमा बच्चा दुवैले धेरै कष्टहरू सामना गर्नुपर्छ। 2. बुढ्यौली दुःख हो, जरा मरण दुःखम। बुढ्यौलीमा शरीरको शक्ति घट्दै जान्छ, इन्द्रियहरू कमजोर हुन्छन्, रोगहरू लाग्छन्, मानिस अरूको सहारामा बाँच्न बाध्य हुन्छ। यो पनि एक किसिमको दुःख हो। 3. रोग दुःख हो, व्याधि दुःखम। शरीर कहिले स्थायी रूपमा स्वस्थ रहँदैन, मानिस रोगी हुन्छ, पीडा सहन्छ र यसले मानसिक तनाव पनि बढाउँछ। 4. मृत्यु दुःख हो, मरण दुःखम। मृत्यु जीवनको एउटा अनिवार्य सत्य हो। मृत्यु कारण मानिसहरू, साथीभाइ र आफन्तजनहरूले ठुलो दुःख भोग्नुपर्छ। 5. प्रियजनको बिछोड दुःख हो, अप्रियम संप्रयोग दुःखम। जीवनमा मानिसहरू आफूसँग प्रिय मान्छे, वस्तु वा सम्पत्ति गुमाउँछन्। यसले ठुलो मानसिक पीडा निम्त्याउँछ। 6. अप्रियसँग मिलन हुनु दुःख हो, प्रियो विच्छेद दुःखम। जसलाई हामी मन पराउँदैनौँ त्यस्ता व्यक्ति वा परिस्थितिहरूसँग मिल्नु परेमा पनि तनाव र दुःख महसुस हुन्छ। 7. इच्छाहरू पुरा नभए दुःख लाग्छ, नलब्धी कामनाय दुःखम। मानिसहरूको अनेक इच्छा हुन्छ तर ती सबै पुरा हुँदैनन्। इच्छाहरू अधुरा रहनु पनि दुःखको स्रोत हो। 8. 5 स्कन्ध नै दुःख हुन्। बुद्धको अनुसार मानिस 5 तत्त्व स्कन्धको मिश्रणको हो। रूप, शरीर, वेदना, अनुभूति, संज्ञा, मानसिक चिन्तन, संस्कार, कर्मको प्रभाव र विज्ञान, चेतना, यी सबै परिवर्तनशील छन्। परिवर्तन नै दुःखको कारण हो। दोस्रो आर्य सत्य दुःख समुदय सत्य। दुःखस्य समुदय सत्यम। दुःखको कारणहरू के हुन् भनेर दोस्रो आर्य सत्य स्पष्ट पार्छ। बुद्धका अनुसार दुःख आफै उत्पन्न हुँदैन, यसको मूल कारणहरू छन्। मुख्य रूपमा दुःखको उत्पत्ति निम्न कुराहरूबाट हुन्छ। 1. तृष्णा। तृष्णा दुःख समुदय हेतु। तृष्णा वा
तृष्णा, इच्छा, लोभ, मोह नै सबै दुःखको जड हो। 3 प्रकारका तृष्णाहरू छन्। काम तृष्णा, इन्द्रिय भोगको तृष्णा, सांसारिक दुःख, धन सम्पत्ति, इन्द्रिय तृप्तिको तृष्णा, भव तृष्णा, जीवनको तृष्णा, अनन्त जीवनको चाहना, विभूत तृष्णा, नशाको तृष्णा, आत्मनाश, मृत्युपछि अस्तित्व नहुनुको चाहना, अविद्या, ज्ञानको अभाव, असली यथार्थ नबुझी मोहमा परेर जीवन जिउनु दुःखको अर्को कारण हो। 3 मा देश, राग, देश, मोह। देश, घृणा, रिस, ईर्ष्या आदि भावनाहरूले मानिसलाई अशान्त बनाउँछन्। 4 अहङ्कार, स्वार्थपरता, स्वयंलाई मात्र महत्त्व दिनु, अरूको भावना नबुझ्नुले पनि मानिसलाई दुःख दिन्छ। 3 आर्य सत्य, दुःख निरोध सत्य, दुःखस्य निरोध सत्यम। 3 आर्य सत्यले भन्छ दुःखको अन्त्य सम्भव छ यदि तृष्णा, इच्छाको अन्त्य गर्न सकियो भने मानिस पूर्ण शान्ति निर्माण प्राप्त गर्न सक्छ। 1 निर्माण के हो? निर्माण भन्नाले सम्पूर्ण तृष्णा, लोभ, मोह, देशको अन्त्य हो। निर्माण प्राप्त गरेपछि मानिस जन्म मरणको चक्रबाट मुक्त हुन्छ। 2 निर्माण प्राप्त गर्न के गर्नुपर्छ? निर्माण प्राप्त गर्नको लागि आत्मअनुशासन, नैतिक आचरण, ध्यान र ज्ञान आवश्यक पर्छ। 4 आर्य सत्य, दुःख निरोधगामिनी प्रतिपदा, 8फोल्ड मार्ग। बुद्धले दुःखको अन्त्य गर्न 8फोल्ड मार्ग, अष्टाङ्गिक मार्ग देखाउनु भएको छ। 1 मा सम्यक दृष्टि, सही दृष्टिकोण, जीवन र संसारलाई सही तरिकाले बुझ्ने ज्ञान। 2 मा सम्यक सङ्कल्प, सही सङ्कल्प, अहिंसा, सद्भाव, करुणायुक्त सोच राख्ने। 3 सम्यक वचन, सही बोली, झुट नबोल्ने, अपशब्द नबोल्ने, नकारात्मक कुराहरू नगर्ने। सम्यक कर्म, सही कर्म, हत्या, चोरी, अनैतिक कार्य नगर्ने। 5 सम्यक आजीविका, सही जीविका, नैतिक र सदाचारयुक्त जीवन अपनाउने। 6 सम्यक प्रयास, सही प्रयास, दुष्ट विचारहरू हटाउने र सत्कर्ममा लाग्ने। 7 सम्यक स्मृति, सही स्मृति, ध्यान, सचेतना, आत्मअनुशासन अपनाउने। 8 सम्यक समाधि, सही ध्यान, गहिरो ध्यान योग मार्फत आत्मशुद्धि गर्ने। अन्त्यमा 4 आर्य सत्यहरू बुद्ध धर्मको आधार हुन्। यी सत्यहरू बुझेर 8फोल्ड मार्ग अनुसार जीवनयापन गरेर मानिसले दुःखको अन्त्य गर्न सक्छ, निर्माण प्राप्त गर्न सक्छ। बुद्धले देखाएको मार्ग व्यक्तिगत र सामाजिक रूपमा शान्ति, अहिंसाको लागि मार्गनिर्देशक बनेको छ। साथीहरू, भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।